बाख्रा चाहिँ खै कता कता गए खोल्सातिर हिँडिरहेछन् मेरो छोरी पनि पुरै जङ्गल आएको छ बाख्रा चराउनलाई यो चाहिँ हाम्रो गाउँको जङ्गल बाख्रा त उता उता हिँडिरहेछन् बाख्राहरू बाख्रा चाहिँ छ होला 10 वटा पनि छैन होला मान्छे चाहिँ 6 जना जति 6-7 जना जति हिँडेका छौँ एउटा बाख्रा चराउनलाई त्यति चाहिँ अब बाख्रा चराउनलाई घरमा बसेर गर्मी भएर बरु जङ्गलतिर शीतल हुन्छ भनेर हामी चाहिँ हिँडेको धेरै गर्मी छ त्यतातिर कस्तो छ गाइज हजुरहरुकोतिर यतापट्टि गर्मी किन यस्तो होला र हैन सिन्धुलीतिर मात्र गर्मी हो कि हजुरहरुकोतिर पनि गर्मी छ गाइजहरु बाख्राहरु पनि घारी घारी हिँड्छ बाख्रालाई नदेख्ने घारी छ यतातिर त मरिन खोलाको घारी है यो चाहिँ हेर्नुस् पसिना बाख्राहरू बल्ल निस्किरहेछन् बाटोतिर गर्मी हाम्रो चाहिँ यहाँ गाउँको जङ्गलमा झरना पनि छ गाइज म हजुरहरुलाई देखाउँछु है सानो छ झरना चाहिँ जस हाम्रो गाउँको खोलामा यत्रो भयो नि झरना त छ यसो रमाइलो फाइनली गाइज हाम्रो गाउँको जङ्गलको बिचको झरना अब अहिले त अलि पानी सुकेर अलि सानो छ भोलिपर्सि त अलि ठुलै हुन्छ यो त हाम्रो गाउँको झरना जङ्गलको बिचमा छ त्यही भएर बाख्रा चराउँदै झरनामा पनि यसो टिकटक बनाउन भनेर हामी चाहिँ यसो आएको जङ्गलतिर बाख्रा नि चर्छ भनेर भएछ ए भएछ लु भएछ पारा 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 मैले सब देखाएको छु है यता